हेलो साथीहरू, म चाहिँ आज हजुरहरूलाई यो स्कुल रिबन चाहिँ बनाउने तरिका चाहिँ सिकाउन गइरहेको छु। यसको लागि चाहिँ सबभन्दा पहिला 14 सेन्टिमिटरको यो कपडा लिने है, रिबन लिने। अनि यसलाई चाहिँ यहाँ बिच्चाबाट चाहिँ गर्ने। यो चाहिँ सबभन्दा सजिलोवाला हो है। सबभन्दा सजिलो। अलिकति तपाईँलाई फोका अझै ठुलो गराउनु मन लाग्यो भने अलि धेरै पनि लिन सक्नुहुन्छ। नर्मल्ली चाहिँ सामान्य चल्ने चाहिँ त्यति नै हो है, 14-15 सेन्टिमिटरको। यसलाई चाहिँ बिच्चाबाट सिलाउने यसरी। यो तपाईँको सबभन्दा छिटो हुन्छ। यो चाहिँ एकैछिन 2 मिनट पनि लाग्दैन तपाईँको। यसरी हेर्नुहोस् त, यस्तो टाइपको बन्छ है। यसरी लक गरिदिनुहोस् अनि यो रिबन हाल्नुहोस्। यो चाहिँ एकदम सिम्पल अनि सजिलो, चाहिँ सबभन्दा सजिलो अनि सबभन्दा चल्ने पनि यहीवाला हो है मार्केटमा। तपाईँहरूलाई पनि बनाउनु मन छ भने बनाउनु होला। अनि तपाईँहरूलाई चाहियो भने पनि अर्डर गर्नु होला। मैले चाहिँ अरू क्रन्चीहरू, काँटाहरू, क्लिपहरू अनि त्योहरू क्रन्ची रबरहरू पनि बनाउँछु अनि क्लिपहरू पनि बनाउँछु। क्लिपमा फुलहरू लगाउने त्यो पनि गर्छु है। अनि यो पनि बनाउँछु। तपाईँहरूलाई चाहियो भने मलाई कन्ट्याक्ट गर्नु है। हस्, थ्याङ्क यू।